नमस्ते, वेलकम टु माई भ्लग। आज चाहिँ म एउटा मेरो बिहानको एउटा यात्रा साझा गर्न चाहन्छु। एउटा सानो मर्निङ वकले मेरो दिनलाई चाहिँ कसरी उज्यालो रमणीय र शक्तिशाली इनर्जेटिक बनाउँदछ भनेर सानो क्लिप बनाएको छु हैन। म चाहिँ भर्खरै उठेर चाहिँ यहाँ तयार भएर अब मर्निङ वक जान लागेको छु। जसरी हामी दिन प्रतिदिन आफ्नो कार्यव्यस्तता कारणले जागिरले जबले हैन जिन्दगीमा व्यस्त हुँदै जान्छौँ नि त, त्यसैगरी एउटा सानो बिहानको सानो मर्निङ वकले पनि हाम्रो जीवनमा केही नयाँ दृष्टिकोण ल्याउन सक्छ भन्ने लाग्दछ। त्यसकारणले म चाहिँ बिहान बिहान मर्निङ वक गर्छु। हजुरहरू पनि मर्निङ वक गर्ने गर्नुहोस्। यदि गर्नु हुँदैन भने गर्नुहुन्छ भने त राम्रै हो। यसो यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। म चाहिँ अहिले मर्निङ वकको लागि निस्किसकेको छु। यहाँबाट चाहिँ स्वयम्भूको दृश्य राम्रो देखिन्छ। म यो चाहिँ बाटो हुँदै आउने हो। यहाँ मान्छेहरू चाहिँ वहाँ स्वयम्भू आउनको लागि मान्छेले टिकट काटेर अथवा घुम्ने हिसाबमा आउँछन्। हामी जे होस् यहाँ स्वयम्भूमा आएर मर्निङ वक गर्न पाइन्छ। यहाँ कुद्न होइन एक्सर्साइजहरू गर्ने, यसो घुलमिल हेर्ने, भ्यू हेर्ने गर्न पाइन्छ। काठमाडौँको ठाउँमा चाहिँ सबै ठाउँमा लगभग प्रदूषण हुन्छ होइन, दिउँसोको हल्ला धेरै हुन्छ। तर बिहानको समयमा चाहिँ यस्तो शान्त हुन्छ। मान्छेहरू त्यो मर्निङ वक गर्ने, एक्सर्साइज गर्ने, स्वास्थ्यलाई ख्याल गर्नेहरू निस्किनुहुन्छ होइन। अनि यहाँ चाहिँ मन शान्त लाग्छ कि बुद्धको आँखा भनेको हेर्दाखेरि मन शान्त भएर आउँछ। म चाहिँ अहिले भवनको आइसकेको छु। अब यहाँबाट सिँढीबाट चढ्नेवाला चाहिँ यहाँ बाँदरहरू पनि छन्। यहाँ जुम्दा हेरिरहेको छ बाँदरले बिहान बिहानै। यहाँबाट सिँढीबाट चढ्छु। यहाँ चाहिँ भवनको भन्छ होइन, यो भवनको चोक भएको पुलिस चौकी पनि छ। अब यहाँबाट सिँढी चढ्दै जान्छु म। यहाँ केही हजुरहरूलाई बिहानको कस्तो दृश्य हुन्छ काठमाडौँको स्वयम्भूमा भन्दा धेरै चाहिँ मान्छेभन्दा बाँदर धेरै देखिन्छ यहाँ। त्यसकारण म सबै बताउँदै जान्छु। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँदेखि चाहिँ बिहानको समयमा मर्निङ वक गरेर आउनेहरूलाई उहाँ जुसहरू हुन्छ नि, निमको पात अथवा यस्तो स्वास्थ्यलाई राम्रो हुने चिजहरू बेच्न राख्नु भएको हुन्छ। स्वयम्भू चाहिँ मर्निङ वक आएपछि धेरै कुद्नुपर्ने आवश्यक हुँदैन। यहाँ चाहिँ सिँढी धेरै भएको कारणले गर्दाखेरि हिँड्दैमा एक्सर्साइज पुग्छ होइन। मान्छेहरू चाहिँ यहाँ चाहिँ हिँड्नको लागि कोही कोही चाहिँ दौडिनुहुन्छ बिहान लाउँदो ट्रेनिङ गर्नेहरू। यो चाहिँ अहिले म सिँढी चढिराखेको छु। हजुरलाई माथि गएर सबै काठमाडौँको दृश्यहरू पनि देखाउने छु। यहाँ मर्निङ वक गर्न मान्छे धेरै पनि आउनुहुन्छ। यहाँ चाहिँ लाउरो ट्रेनिङको लागि हल्का एक्सर्साइज गर्ने चिनप भन्ने ठाउँहरू छ। यहाँ धेरै केटाहरू अथवा ट्रेनिङ सेन्टरबाट मान्छेहरू ल्याउनुहुन्छ। यहाँ चाहिँ अब सरसफाइ पनि गरिराख्नुपर्छ नि त, त्यही भएर यहाँ सरसफाइ गर्दै हुनुहुन्छ। म चाहिँ यहाँ स्वयम्भूको यो ठाडो उकालो भन्नेमा आएको छु। उहाँ माथि चाहिँ भजन गाउँदै हुनुहुन्छ होइन। म चाहिँ अब अस्ति एउटा भ्लग अब सेकेन्ड भ्लग हो, त्यही भएर अहिले बोल्न चाहिँ अलिकति कस्तो लाज लाग्दैछ। बिस्तारै बानी पर्ला भन्ने आश गर्दैछु। म हजुरहरूलाई चाहिँ यो भ्यू सबै यहाँको पनि हल्का केही नलेज जानकारी दिनेछु, हेरिदिनु होला। फाइनली म चाहिँ यत्रो सिँढी चढेर चाहिँ यहाँ स्वयम्भू आइसकेको छु। मन्दिर त्यहाँ राम्रो देखिरहेको छ बिहानको। अहिले चाहिँ घाम नलागेको कारणले यता कुहिरो लागेछ। काठमाडौँको भ्यू त्यति राम्रो देखिन्न होला, त्यही पनि म हजुरलाई राम्रोसँग देखाउने प्रयास गर्नेछु। स्वयम्भूको मेन दृश्य चाहिँ यो भइगयो होइन। यहाँबाट चाहिँ हामीले काठमाडौँको दृश्य चाहिँ यस्तो देख्न सक्छौँ। यहाँ चाहिँ अब घाम त लागेछ, राम्रो भ्यू आएको छैन, टाढासम्म देख्न पाइरहेको छैन। अलिक मधुरो लागिरहेको छ। यहाँको मौसम चाहिँ अलिकति प्रदूषित रहेको कारणले होला यहाँबाट धरारा चाहिँ यस्तो देखिन्छ। अलिक टाढाबाट रहेको कारणले क्लियर देखिराखेको छैन। स्वयम्भू यताबाट चाहिँ यहाँ पैसा फाल्ने ठाउँ थियो। पहिला चाहिँ पैसा फालिन्थ्यो, अहिले फालिन्न होइन। यहाँ मर्निङ वक गर्नलाई चाहिँ नेपाली मात्र आउनु हुँदैन, फरेन कन्ट्री विदेशीहरू पनि आउनुहुन्छ। उहाँहरू पनि मर्निङ वक गर्नुहुन्छ, यहाँको दृश्य हेर्नुहुन्छ, यहाँको वातावरणसँग घुलमिल हुनुहुन्छ।
यहाँ स्वयम्भू आएपछि चाहिँ अलिकति फ्रेस फिल लाग्छ होइन। यहाँको चाहिँ शान्त वातावरण माहौल देखेर दिनभरि काठमाडौँको धुलो धुवा प्रदूषणबाट दिक्क लाग्छ नि त। त्यही भएर यहाँ चाहिँ पहिला पैसा फाल्ने भनेर चाहिँ यहाँ फालिन्थ्यो। अहिले चाहिँ यहाँ बुद्धको मूर्ति छ बिचमा, कति राम्रो सुन्दर छ। अहिले चाहिँ फालिन्न होइन। पहिलाको पैसाहरू चाहिँ यहाँ बसिराखेको छ। बुद्धको मूर्ति सँगसँगै यहाँ झरनाको दृश्य पनि देख्न सक्नुहुन्छ। क्या राम्रो झरना बगिरहेको छ। यहाँ चाहिँ बाँदरहरू छेउमा खेल्दै गर्छन्। अब तिर्खा लाग्यो भने पानी पनि खान्छन्। म चाहिँ अहिले फर्किरहेको छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यसरी नै माया साथ सपोर्ट दिनु होला। म अझै राम्रो भ्लग बनाउने कोसिस गर्दैछु। भर्खरै मेरो सुरुवात छ। अब आउँदो दिनहरूमा राम्रोसँग भ्लग बनाएर हजुरहरूलाई इन्टरटेनमेन्ट साथै अरू केही कुराहरूको नलेज दिने अथवा केही कुराहरू देखाउने गर्नेछु। अहिलेलाई यो भ्लगबाट छुट्टिन्छु। धन्यवाद।